गुड मर्निङ एभ्रिवान। आज 7 महिनापछि पानी परेर है रेगुलर काम त ताङतिलो भएको छ होइन। त्यही भएर मर्निङमा के गरौँ भनेर बसिरहेको छु। दोकानमा बसेर चिया पिउँदै यसो युट्युबको लागि एउटा भिडियो बनाउँ भनेको थिएँ। टिकटकमा काम गर्दाखेरि युट्युबतिर चाहिँ ध्यान दिनु बिर्सिएछ कि, त्यही भएर युट्युबको लागि नै एउटा भिडियो चाहिँ बनाएर लगाउँ भनेर त। तर खासमा एक्चुअली के बनाएर लगाउँ भनेर त्यो चाहिँ थिएन होइन। रेगुलर भिडियो लगाइबस्दाखेरि अलिकति साथीहरूले पनि चिन्ने भएकोले गर्दा आज चाहिँ दोकानमा बसेर चिया पिउँदै एउटा भिडियो बनाइरहेको छु होइन। सबै साथीहरूलाई के भन्न चाहन्छु भनेदेखि नयाँ साथीहरू हुनुहुन्छ भनेदेखि युट्युब च्यानललाई सब्सक्राइब गरेर गइदिइराख्नु होला होइन। रेगुलर एउटा भिडियो बनाएर अपलोड गर्दै गर्छु। नयाँ चिजहरूलाई डे टु डे अपडेट भएको चिजहरूलाई पनि तपाईँहरूको सामुन्ने ल्याउने कोसिस गरिरहेको छु मैले होइन। साथीहरू सबैले सब्सक्राइब चाहिँ गरिदिनु होला। जो साथीहरूले सब्सक्राइब गर्नुभएको छैन होइन, सबैले सब्सक्राइब गरिदिनु होला। अरू पनि हाम्रो जुन सामग्रीहरू हुन्छ बाहिरी अब आउटतिर त जानु पाइरहेको छैन। आउटतिर गएको बेलामा चाहिँ अब नयाँ सामग्रीहरू पनि मैले तपाईँहरूको लागि भनेर अगाडि ल्याइदिने छु होइन। अहिले चाहिँ फिलहालमा मर्निङमा चिया पिउँदै बसेर चाहिँ तपाईँहरूको लागि भनेर एउटा सानो भिडियो बनाइरहेको थिएँ होइन। अब यो ड्रेस यही अब मिलमा काम गर्ने मान्छे धुलो मैलो हुन्छ। अब टिकटकमा जस्तो सिँगार पटार गरेर बस्ने कुरो भएन होइन। काम गर्नुको लागि अब मर्निङमा अब 7 to 10सम्म त अब काम गर्छु 2-3 घन्टा मिलमै होइन। अनि त्यहाँदेखि अब 11 बजीदेखि फेरि टिकटकमा एकछिन आएको हुन्छु। टिकटकमा होस्टिङ गर्दाखेरि अब त्यहाँ भनेको अलग्गै पाटो भइहाल्यो होइन। त्यो भनेको एउटा स्टुडियोमा बसेर काम गरेको जस्तो। अब यहाँनिर अब मर्निङको टाइममा तपाईँहरूको लागि एउटा ब्लग बनाइबस्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ अब त्यत्रो मेकअप सेकअप सिङ्गार पटार गर्ने कुरो भएन होइन। टिकटक फिल्टर जस्तो हुँदैन युट्युबमा त होइन। डाइरेक्ट क्यामेराबाट बनाएको र टिकटक फिल्टरबाट बनाएको भिडियोहरूमा धेरै डिफ्रेन्स हुन्छ, तपाईँहरूलाई सबैलाई कुरो थाहै छ होइन। तथापि मर्निङमा एभ्री डे चाहिँ एउटा तपाईँहरूको लागि भनेर नयाँ नौलो एउटा सामग्रीहरू चाहिँ डेली लिएर अपग्रेड गरेर आउँछु। डेली एउटा सामग्रीहरू लिएर आउँछु भनेर सोचिरहेको छु। त्यही भएर एउटा सर्ट भिडियोको रूपमा चाहिँ तपाईँहरूको लागि भनेर मैले एउटा लगाइरहेको छु। आज फर्स्ट डे मैले मर्निङमा लगाइरहेको छु होइन। अब भोलिको दिनदेखि चाहिँ रेगुलर एउटा सामग्रीहरू लगाएर आउने छु। सबैले युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरेर जानु होला साथीहरू। सबैले लाइक एन्ड कमेन्ट पनि छोडिदिनु होला ल साथीहरू सबैले। थ्याङ्क यू भेरी मच।